नमस्ते सबैजना, कस्तो हुनुहुन्छ? आज पनि फेरि म सानो भिडियो लिएर आएको छु। के गर्नु साथी हो, आज मलाई धेरै टेन्सन त छ, अब तर के गर्नु, टेन्सनलाई बिर्सेर म भिडियो बनाउनु आइरहेको छु। पहिलाका आमा बाउहरूले भन्नुहुन्थ्यो, छोराछोरी जन्मायो र सानो भइन्जेल आमा भन्छ, ठुलो भएपछि जब आफ्नो खुट्टामा हिँड्नु थाल्छ, त्यसपछि जब आफ्नो खुट्टामा उभिनु थाल्छ, त्यसपछि उसले अब सोध्छ, आफूले बिहा गर्छ, आफ्नो फ्यामिली बनाउँछ। अनि त्यसपछि के हुँदो रहेछ भने चाहिँ अब आमा बाउले चाहिँ अब जति नै बुढाबुढी भए पनि छोराछोरीलाई बिर्सिँदैन। आमा बाउलाई चाहिँ छोराछोरीले बिर्सिन्छ भन्ने कुराहरू चाहिँ हो नै रहेछ कि साथी। अन्त आमा बाउले भनेको कुरा मान्दैन भनेको कुरा चाहिँ हो रहेछ साथी हो। आज थाहा भयो कि मलाई, किन अब धेरैजनाको मैले देखेको छु हो। अन्त त्यही भएर अब टेन्सन त छ, तर अब टेन्सन भए पनि अब टेन्सन गरेर के गर्नु, टेन्सन गरेर मान्छेको मनको परेसानी त ठिक हुँदैन। र पनि अब हाँसेरै, जो मान्छे धेरै हाँसेर बोल्छ नि, त्यो मान्छेको मनमा चाहिँ धेरै टेन्सन हुन्छ भन्छ। त्यसै कारणले म चाहिँ आज मनमा कति धेरै टेन्सनहरूको छ र पनि टेन्सनको बिर्सिन्छ कि भनेर हावा खानु आइरहेको छु हो। सबैजना कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ होला, जाति नै हुनुहुन्छ होला। के गर्नु, अब मान्छेलाई आफ्नो दुःख देखाएर आफ्नो हरेक मनको पीडाहरू भनेर पनि खासै अब परेसानीको उयो समाधान चाहिँ हुँदैन। त्यसै कारणले आज मनमा पीड त छ र पनि अब यसो हल्का रमाइलो गर्नु आइरहेको छु। तपाईँहरू सबैजना जाति नै हुनुहुन्छ होला, जाति नै भएर बस्नु होला, खुसी भएर बस्नु होला, मनको पीडाहरू बिर्सेर। बाई बाई, लभ यू।